ब्राउन्सभिल रोडमा हिँडिरहेका छौँ। यो चाहिँ क्रिसमसको लाइटहरू तयारी गर्दैछ। अहिले अब डिसेम्बर लाग्न लाग्यो, ब्ल्याक फ्राइडे पनि हुन आँट्यो। अनि कस्तो राम्रो राम्रो डेकोरेसनहरू गरेको छ यो रोडमा। अब यहीँ हुनेहरूलाई त सबैलाई थाहा छ, तर अब थाहा नहुनेहरूलाई यहाँनिर यसरी सजाइन्छ अब क्रिसमसमा। अन्त अब हामी चाहिँ वालमार्ट गएर आएको, अब नेपाली दोकान गएको होइन। अब नेपाली दोकान पुगुन्जेलसम्म कस्तो कस्तो डेकोरेसनहरू हेर्न पाइन्छ, हेर्नु होला अनि रमाइलो गर्नु होला है त। कस्तो राम्रो राम्रोहरू लाइटहरू, कस्तो राम्रो राम्रो डेकोरेसन गर्छ वर्षै पछि एभ्री इयर होइन। अनि यो मान्छेलाई चाहिँ बरु नखिचाम है। अन्त हेर न यहाँनिर चाहिँ एक ठाउँ चाहिँ रहेन रहेछ, नभएदेखि प्रायः सबैतिर छ। राम्रो सन्डे पोलहरू सबैमा राख्छ। त्यहाँदेखि अरू अरू खालको उहाँनिर यहाँनिर झन् तेर्सो पारेर पनि हालेर छ। कस्तो राम्रो बेल होइन यो। हजुर। अनि फ्लावरहरू, यो चाहिँ लालीगुड के भन्छ, लालपाते फुलको उयो हो आकृति। अनि यो चाहिँ क्रिसमस ट्रीको। अनि त्यहाँ यता लाइटहरू। हजुर, यहाँ लाइटहरूले बनाउँछ यहाँ माथि पनि। गाडीहरू अलिक यहाँ अलिक जाम भइरहेछ। जाम भएको भए यहाँनिरको चाहिँ बिग्रेको रहेछ एउटा यहाँ चाहिँ कुन नभएदेखि अगाडि यो के को बिहान यहाँ त कोही पनि आउँदैन नि केरकी एक्सप्रेसमा। आउँछ नि कस्तो राम्रो राम्रो हेर न। अब अझै झन् डाउन टाउनतिर त झन् कस्तो राम्रो राम्रो हुन्छ।